हेलो साथीहरू नमस्कार। अहिले म बसन्तपुर एरियामा आइपुगेको छु। म यो बसन्तपुर एरियाको भ्रमण गर्दै यहाँको तस्बिरहरू पनि भिडियोहरू पनि बनाउनु पर्यो भनेर सोच्दैछु। हेर्दै जाउँ कस्तो हुन्छ, हेरिदिनु होला है साथी। अब सुरु गरेँ बसन्तपुरको भिडियोग्राफी। ल साथी हो, बसन्तपुरमा पनि रहेछ पशुपतिको मन्दिर। यो मन्दिरको नाम सानो पशुपति रे। ठुलो पशुपति त अब सबैलाई थाहा छँदैछ होइन। यो चाहिँ सानो पशुपति रे। सानो पशुपति दर्शन गर्नु। बसन्तपुरमा रहेको सानो पशुपतिको मन्दिर। यो सानो पशुपति एरियाको मन्दिर, गणेशको मन्दिर रहेछ त्यहाँ। यहाँ यो ठुलो घन्टी खुल्ला रहेछ। म चाहिँ भित्र गइनँ, बाहिरबाट ल यहाँको दर्शन। यो बसन्तपुर एरियामा मन्दिरै मन्दिर छ। ल ठुला ठुला मन्दिरहरू मन्दिरको माथि परेवा छ। ल यो सबै मन्दिरको नाम चाहिँ आएन। यो बसन्तपुर एरियाको मन्दिर। यहाँ बसन्तपुरमा तलेजुको सबैभन्दा ठुलो मन्दिर छ। तर यहाँ अहिले चाहिँ रिपेयरिङको काम चलिरहेको रहेछ, त्यही भएर बन्द छ। सबैभन्दा ठुलो यो तलेजुको मन्दिर साथी हो। यो मैले पनि देखेको थिइनँ पहिला। यो सुन्नु चाहिँ सुनेको थिएँ। यो पछाडि बन्दै गरेको तलेजु भगवानको मन्दिर हो। यता पनि मन्दिरहरू छ, मान्छेहरू बस्ने ठाउँ, रमाइलो गर्ने ठाउँ, वेटिङ रुम जस्तो पनि रहेछ मन्दिरको मुनि। यो मन्दिरै मन्दिर छ, तर सबै मन्दिरको ढोका चाहिँ बन्द देखिन्छ। आमा र मातृभूमि स्वर्गभन्दा पनि महान हुन्छन्। सभ्य नागरिकको पहिचान देऊ। काठमाडौँ महानगरपालिका हनुमान ढोका दरबार क्षेत्र। यो हनुमान ढोका परिसर बसन्तपुर एरियाको मन्दिरको दृश्यहरू हो। यो यहाँ त धेरै मन्दिर छ। मन्दिरै। यतातिर गाडी आउँदैन छ, शान्त छ। बाँच्यो सधैँ त्यो जसले सभ्य देशको माटो। कृपया फुल नटिपिदिनु होला। बसन्तपुर सौन्दर्य कार्यक्रम काठमाडौँ महानगरपालिका हनुमान ढोका दरबार क्षेत्र। यो हनुमानजीको
स्ट्याचु हो, मूर्ति। यो भूकम्पले चाहिँ भत्काएछ। अहिले यो अन्डर कन्स्ट्रक्सनमा चलिरहेछ। होपफुली अब चाँडै नै यो मन्दिर सम्पन्न हुनेछ। जय बजरङ्गबली, हामी सबैको रक्षा गरौँ। यो पछाडिपट्टि देखिने व्हाइट बिल्डिङ यहाँको पहिलाको दरबार हो। यो चाहिँ हनुमानको मन्दिर। यो भूकम्पले चाहिँ जीर्ण भएको रहेछ, भत्किएको रहेछ हैन। यसलाई रिपेयर गर्दैछ, अन्डर कन्स्ट्रक्सनमा चलिरहेको छ। यो साइडको पनि दरबार हो। अहिले यो दरबारलाई चाहिँ संग्रहालयको रूपमा, म्युजियमको रूपमा प्रयोग हुँदै आएको रहेछ। र म चाहिँ भित्र पसिनँ किनभने भित्र फोटो खिच्न मनाइ रहेछ, भिडियो खिच्न। हनुमान ढोका दरबार, हेरचाह अड्डा, हनुमान ढोका दरबार संग्रहालय। यो भित्र संग्रहालय छ, तर म अहिले पसिनँ है यहाँ। यो श्वेत भैरवजीको मूर्ति रहेछ। ल यहाँनिर हजुर, म यहाँ एकछिन व्यस्त छु। ल कहाँ गरेर आउँदैछ। ल यहाँको यो श्वेत भैरवको मन्दिरको आर्किटेक्चर यस्तो रहेछ। यस्तो बिल्डिङभित्र श्वेत भैरव नाथको मन्दिर रहेछ। कुकुरले प्रार्थना गर्दै रहेछ माथि। ल माथि हेर्नुहोस् यस्तो छ। ल यो श्वेत भैरव नाथको अगाडिको मन्दिरहरू, यहाँ विभिन्न मन्दिरहरू छन्। सबै मन्दिरको नाम जानकारी भएन, त्यसैले मैले बताउन सकिनँ। अब भिडियो चाहिँ मैले बनाएर हजुरहरू सामु ल्याइदिएको छु, हेर्नु होला। यो पनि बन्दैछ यो मन्दिर। यहाँ यतापट्टि यो अगाडिको मन्दिर पनि ठुलो घन्टी छ। यहाँ यो मन्दिर पनि भत्किएको रहेछ, यो पनि बन्दैछ, अन्डर कन्स्ट्रक्सन चलिरहेको छ। यहाँ सबैभन्दा ठुलो घन्टी यहाँ छ। यहाँ यो मन्दिर त्यो यो पनि बन्दैछ, अहिले भत्किएको रहेछ। भूकम्पले तहनस पारेछ नि, तसनस पारेछ सब। यो बसन्तपुरमा रहेको सबैभन्दा ठुलो घन्टी। यत्रो घन्टी नेपालमा कहीँ पनि छैन। अब विश्वको त थाहा भएन, नेपालको चाहिँ सबैभन्दा ठुलो घन्टी हो यो। पहिलाको यो टेलिफोन, मान्छेहरूलाई यो घन्टी बजाएर बोलाउँथ्यो अरे वारिपारि वरपर सबैजनालाई, प्रजाहरूलाई, यहाँको राजाहरूले त्यसरी बजाउने घन्टी हो। यो एउटाले त बजाउन पनि सकिँदैन, ठुलो छ। यहाँनिर सबै थाङ्काहरूको मूर्तिहरूको दोकान रहेछ, टुरिस्टहरूको लागि, अरू सबैको लागि। ल यो मन्दिर खुल्दैछ र यहाँ मान्छेहरू तल चाहिँ वरिपरि घाम तापेर बसिराखेका छन्। त्यो भित्र चाहिँ ढोका यस्तो भित्रको दृश्य यो। शिवको मन्दिर पनि मान्छेहरू बसेर रङ खेलिराखेका छन्। मैले त यति राम्रो ठाउँ होला भनेर सोचेको पनि थिइनँ कि यस्तो राम्रो राम्रो ठाउँ रहेछ। कसरी यहाँ हामी पहिला आएनौँ। ल यो बसन्तपुरको दरबारको बिल्डिङ, यो सेतो। अहिले म
बसन्तपुरमा रहेको शिवको मन्दिरको उकालोमा चढ्दैछु सेल्फी हान्दै। र गाह्रो रहेछ उकालो रहेछ। म यहाँ माथि शिव मन्दिरको मुनिबाट लिएको यो दृश्य है। यो यहाँ मन्दिर छ, यहाँबाट अलिक हाइट रहेछ, यहाँबाट चाहिँ झन् राम्रो आउनुहुन्छ। ल हनुमान ढोका परिसर बसन्तपुर एरियाको सबै दृश्य आज मैले तपाईहरुलाई देखाउँदैछु। एकदम सुन्दर छ यो। अब दरबारलाई पनि सिंगारेर पेन्टिङ गरेर राम्रो बनाइएको रहेछ। ल यति राम्रो जग्गा रहेछ, म त आएकै थिइनँ यता। ल म पनि अचम्म भएँ। साह्रै राम्रो ठाउँ रहेछ। मन्दिरै मन्दिर, पुरानो टाइपको सबै एकदम झकास छ है साथीहरु। काष्ठमण्डप भनेर, काष्ठमण्डप मन्दिर भनेर हामीले पढेको सुनेको, तर रियालिटीमा देखेको थिएन। यो चाहिँ काष्ठमण्डप मन्दिर रहेछ। हामीले इतिहासमा पढेको थियौँ उहिले नै। आज चाहिँ मैले वास्तविक रूपमा नै देख्न पाएँ, खुसी लाग्यो। यो मन्दिर त कति हो काठमाडौँ बसन्तपुर एरियामा। मन्दिरै मन्दिर। ल यो चाहिँ गरुड भगवानजीको स्ट्याचु रहेछ। ल गरुड भगवानजी हामी सबैलाई आशीर्वाद दिनुस्, सबैको रक्षा गर्नुस्, हजुरको जय होस्। यो घरको, यो मन्दिरको कस्तो दामी बुट्टा छ यो। कति राम्रो, कति मेहनत गरेर बनाएको यो। मलाई चाहिँ अति नै राम्रो लाग्यो। न्युरोड छेउमा रहेको यो बसन्तपुरको प्राङ्गणमा विभिन्न किसिमका यो ज्वेलरी, थाङ्का, स्ट्याचुहरू, मूर्तिहरूको पसल रहेछ यहाँ। अनि साथै यहाँ यो बसन्तपुरको त्यहाँ यो परतिर मन्दिर देखिरहेछ। यो सेतो बिल्डिङ चाहिँ दरबार, पहिलेको राजाहरूको दरबार। पेन्टिङ गरेर एकदम राम्रो सुन्दर बनाइएको रहेछ। घुम्न आउनलाई एकदमै रमाइलो हुने रहेछ है साथीहरु। हजुरहरु पनि आउन सक्नुहुन्छ यो ठाउँ घुम्नलाई। साथीहरु अहिले म न्युरोड चोकमै आइपुगेको छु। यो अगाडिबाट आउने ठाउँ हो, उता रत्नपार्क साइडबाट आउने बाटो हो, सुन्दरा साइडबाट आउने बाटो हो। र यो त हो न्युरोड बजार जाने बाटो हो। यो मासतिर यो विशाल बजारको बिल्डिङ देखिन्छ, त्यही हो। यहाँनिर यो ठाउँमा त यो बसन्तपुर परिसरमा पस्ने बाटो हो। यो बाटो चाहिँ, यो एरिया चाहिँ अहिले अन्डर कन्स्ट्रक्सनमा रहेछ, रिपेयर हुँदै रहेछ। यो केही समय लाग्ने चाहिँ रिपेयर भइसक्नलाई। ओभरअल सबै राम्रै देखिन्छ। यो भित्रको दृश्यहरू पनि अवश्य हेर्नु होला। मैले यो भिडियो बनाउँदैछु गर्दा भित्रको पनि रेकर्ड गरिसकेको छ है त। म अब यहाँलाई निस्केँ। यो न्युरोडको एरिया हो।
र यो साइडको चाहिँ विशाल बजार। पहिला सबैभन्दा ठुलो बिल्डिङै यही थियो विशाल बजार। अहिले त धेरै बिल्डिङहरू भए तैपनि अझै पनि यो एरिया व्यस्त नै हुन्छन्। यो एकदम टुरिस्ट एरिया पनि हो। छेउमा चाहिँ बसन्तपुर दरबार भएको कारणले पनि यता मान्छेहरूको धेरै छलफल देखिन्छ। न्यू रोड बजार यस्तो छ साथी। ल यहाँ बिचमा यहाँ राउन्ड बोर्ड छ। महेन्द्रको शालिग पनि राखिएको छ। ल यस्तो छ है न्यू रोड। एकदम झक्कास छ मन्दिरहरू, राम्रो छ। ल साथीहरू, आज मैले हजुरहरूलाई बसन्तपुर एरियाको दरबार क्षेत्र अनि अरू मन्दिर परिसरहरू सबै देखाएँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुहोला। साथसाथै लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला भन्दै यो बसन्तपुर एरियाको भिडियोलाई म यहीँ अन्त्य गर्दछु। फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई। यो हो काल भैरव भगवान। काल भैरव भगवानजी सबैको रक्षा गर्नुहोस्, सबैलाई आशीर्वाद दिनुहोस्, सबैको जीवनमा सुख माया खुसियाली ल्याइदिनुहोस्। हजुरलाई सम्झेर भिडियो बनाएको छु। यो बसन्तपुरमा रहेको तलेजुको मन्दिर हो र अहिले म यो मन्दिरको बाहिर कम्पाउन्ड बाहिरबाट यो लिएको फोटो। एकदम विशाल छ।